नितान्त मेरो विचारै साथी हो। श्रम संस्कृति पार्टीका चाहिँ मेम्बर ध्रुवलाल राईले 600 वटा बाँदर मार्नुभयो। यो अन्याय गर्नुभयो मार्नको लागि। अनि यसरी चाहिँ नै बाँदर मारेपछि उहाँलाई मुद्दा लाग्यो। मुद्दा लागिसकेपछि ध्रुवजीले मुद्दा लगाउनु भयो। ठिकै छ, जसले मुद्दा लगाएको अब चाहिँ यसरी बाँदर मार्नु हुँदैन सबैजनाको लागि, ठिकै कुरा हो। तर अब जसले मुद्दा हालेको छ 77 जिल्लामा जति जति किसानहरूलाई चाहिँ नि बाँदरको माया लाग्यो, किसानहरू भोकभोकै मरेका छन्, उसका छोराछोरीहरू भोकभोकै मरेका छन्। सबै किसानहरूलाई चाहिँ उहाँले चाहिँ जसले मुद्दा हालेको छ उहाँले चाहिँ त्यो क्षतिपूर्ति भराइदिनु पर्छ र अब सबै तिनीहरू ती किसानहरूलाई उहाँले नै पाल्नुपर्छ। राम्रो हो, उहाँको दयालु भावना रहेछ। कुन तरिकाले बाँदर पनि बचाउनुस्, बाँदर ठुलो कि मान्छे ठुलो। अनि अब रूपकजीले चाहिँ नि उहाँलाई चाहिँ याद गर्नु पर्यो र यसरी बाँदरहरूको लागि उहाँले जुन धारणा गर्नुभयो अब किसानहरू पनि लागि धारणा गर्नुपर्छ। र यो चाहिँ हामी सबैजनाले बुझ्ने कुरो। किसानहरूलाई कस्तो लाग्छ यो चाहिँ नि बताउनु होला है तपाईहरुलाई कस्तो लाग्यो। र सम्पूर्ण किसान 77 जिल्लाको किसानहरूलाई परेको मर्का पनि उहाँले नै बुझेर उहाँले नै जम्मैको जिम्मा लिनुपर्छ। र जसले बाँदर मार्यो उसलाई ल कारबाही त हुनुपर्छ, तर किसानहरूको गरेको क्षतिको कारबाही चाहिँ जसले मुद्दा हाल्यो त्यसले लिनुपर्छ। तपाईहरुलाई कस्तो लाग्यो?